म यतिखेर प्रगतिशील राजमाता बोटार माध्यमिक विद्यालयमा जुन निःशुल्क शिविर भइरहेको छ यहाँ अहिले प्रत्यक्ष तपाईको यहाँ लाभ लिइरहनु भएको आमा बुवा दाजुभाइ जतिजना आउनु भएको छ सुनकोशीदेखि आसपासका खारदेवी गाउँपालिकादेखि उल्लेखनीय मात्रामा हिजोदेखि सुरु भएको यो कार्यक्रम आउनुभएको छ। उहाँहरूलाई म प्रत्यक्ष उहाँहरूलाई कस्तो लागेको छ प्रत्यक्ष तपाईँहरूलाई यो भिडियोमा देखाउनेछु। भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नु होला। सुगर प्रेसर मुटुहरूको समस्या थियो, हामीले यहाँ आएर उपचार पायौँ। काठमाडौँ जानु पर्थ्यो, हामीलाई घर गाउँमा अब उपचार गर्न पायौँ, हामीलाई धेरै खुसी लागेको छ। हजुर कहाँबाट आउनुभयो? म यही छिनकोशी 3 बाट आएको, मेरो नाम चाहिँ लक्ष्मी ढुङ्गेल हो। अनि यहाँ के गरेर आउनु भयो? म यहाँ महिला रोगहरू जचाउन आएको, आँखा कान घाँटी मुटुको इसिजी, अनि त्यहाँबाट भिडियोहरू गर्यो, पाठेघरको भिडियोहरू पनि गर्यो। हामी यति गर्नलाई कति कति पैसा तिरेर काठमाडौँ सहर जानु पर्थ्यो, बस्ने ठाउँ हुँदैन थियो, खाने ठाउँ हुँदैन थियो, हामीलाई यति सुविधा हुँदैन थियो। गाउँबाट गाउँको ढुलो रोटी खाएर यहाँ आएर जचाउन पाउन म धेरै खुसी छु। आमा नमस्कार। तपाईँ कहाँदेखि आउनुभयो आमा? म दारिमबाट हो हाम्रो 3 नम्बर। के को लागि आउनु भयो यहाँ? हजुर सबै हाड खोर जम्मै दुखिया छ, भएको छ, सुगर छ, प्रेसर छ, आँखा भन्न यो दाँत दुखिया छ। कति वर्ष लाग्नुभयो? म हजुर 81 वर्ष हुनुभयो। अनि यहाँ तपाईँको यो गाउँघरमा अहिले तपाईँ चेक गर्न आउनु भएको छ, कस्तो लागेको छ? राम्रो लागेको छ। ठिक छ राम्रो। हामी यस्ता बुढाबुढी कहीँ जान सक्दैनथ्यौँ, सुविधा छ, राम्रो छ भनेर आएका हामी। के भन्न चाहनुहुन्छ जसले यो आयोजना गर्नुभयो नि, यहाँ बिहार शिविर राख्नु निःशुल्क पाउनु भएको छ नि, तपाईँ यस्तो बुढापाका युवती आँखादेखि लिएर स्त्री रोग होइन हरेक कुरा इसिजी ल्याबदेखि लिएर भिडियो एक्सरे पनि भएको छ। के भन्न चाहनुहुन्छ उहाँलाई यो सुविधाको लागि? सुविधा राम्रो होस्, सन्चै राम्रो सुविधा होस् भनेको छौँ। हस् नमस्कार। कहाँबाट आउनुभयो? के नाम हो तपाईँको? सीता आचार्य। के को लागि आउनुभयो यहाँ? यहाँ मेरो धेरै घोडा दुख्ने, ढाड दुख्ने, गोडा सुन्नेका छन् सबै थोको बाबु। के सुधार छ? के अहिले के देखाउनु भयो? यो घोडाहरू देखाउँ, अहिले यहाँबाट भित्रको सुविधा देखाउन आएको। महिला स्त्री समूह। कस्तो लागेको छ यो शिविर आएर? राम्रो लागेको छ। ठिक छ राम्रो छ। अब दबाईहरू दिनु भने झन् राम्रो हुन्थ्यो, के गर्नुहुन्थ्यो थाहा छैन। दुख्ने, घोडा दुख्ने, आँखा नदेख्ने, घर आँखा अलिक छ भनेर सबैले आँखामा आएको बाबु। यस्तो राम्रो सुविधा रामटार साइटार यहाँ सबैतिर रातमाटामा भएको हुनाले सबै राम्रो भएको छ। बाबुहरूको फलस फुलस भन्ने धेरै धेरै शुभकामना। कति वर्ष लाग्नुभयो तपाईँ? 65 वर्ष हुनुभयो। अहिले के तपाईँको यहाँ के उपचारको लागि आउनु? घुँडा र कम्मरको लागि आएको बाबु। आयो रिपोर्ट गर्नुभयो? भिडियो पनि नगराएको, डाक्टर सल्लाह गरे अनुसार गर्नुभयो? डाक्टरले सल्लाह गरे अनुसार गरेको बाबु। हस् धन्यवाद। सुविधा त एकदम ठिक लागेको छ। हामी यही चेक गर्नको लागि हामी काठमाडौँ जानु पर्थ्यो, यहाँ अब शिविर आएको छ, सबैजनाले एकदम स्वास्थ्य चेक गर्न पाएका छौँ। तर हामी चाहिँ चेक गर्न बिहानदेखि 9 बजेदेखि आएर सबैतिर चेक गरेर यहाँ आएर बसेका छौँ। पालो आएको छैन, भिडभाड भयो भने ढिला भयो। पालो आएपछि अहिले गर्ने भन्दा अब आज त सबैको चेकअप त हुन मैले देखे अनुसार अब हाम्रै त अहिले अब 1-2 वर्ष लागिसक्यो, 3 वर्षसम्म हाम्रै पालो आउँदैन। हामी अब स्त्री रोग सम्बन्धी सबैजना लाइनमा छौँ, पालो आएको छैन। अब म आएको त आज अब नभएको जतिलाई नाम दर्ता भएकोलाई भोलि पनि उहाँहरूले 1 दिनको लागि थप गराएर अनि सबैको गराइदिनु भयो भने झन् अब राम्रो हुन्थ्यो भन्न चाहन्छु म। हस् धन्यवाद। यो हाम्रो चाहिँ 2082 9/4 गतेको डाटा यस प्रकार छ। दन्त सेवामा 29 जना, भिडियो एक्सरेमा 59 जना, हाड जोर्नी नसामा 90 जना, नाक काट घाँटीमा 35 जना, बालरोग 32 जना, शल्यक्रियामा 7 जना, जर्नलमा 93 जना, इसिजीमा 31 जना, प्रसुतिमा 30 जना, ल्याब सेवामा 86 जना, अनि फेरि प्लस भएको छ आँखामा 106 जना, बालरोगमा 32 प्लस हुँदा 630 जना हिजोको डाटा र अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूमा चाहिँ अहिलेसम्म 13 जनाको चाहिँ नाउँ भेट। पब्लिक इमेज डाइरेक्टर हो यो क्लबको। अनि हामीले पुस 4 र 5 गते, आज 5 गते हो, रोटरी क्लब भातगाउँ र केएमसी हस्पिटलको प्राविधिक सहयोगमा भातगाउँको टोटल खर्चमा हामीले औषधि सहित चस्मा, विशेष गरी आँखा र प्रसुति
को महिलाहरूलाई हामीले भिडियो एक्सेस सहितको उहाँहरूको पाठेघरको समस्या सबै निदानको कुरा गरिरहेका छौँ र मोतीबिन्दु भएको अहिलेसम्म 4 जना पत्ता लागेको छ हाम्रो डायग्नोसमा। 4 जनालाई हामीले मोतीबिन्दु भएको बिरामीलाई यहाँबाट लगेर उपचार गरेर पनि ल्याइदिने व्यवस्था हामीले गर्छौँ निकट भविष्यमा। अहिले बिरामी कति बिरामी छन् भन्ने पहिला निष्कर्ष निस्किनु पर्यो, सर्टलिस्ट भएपछि हामीले त्यो गर्छौँ। यो नितान्त रोटरी क्लबको निःशुल्क 2 दिने शिविर हो। आजको शिविरमा यदि सेवाग्राही बच्यो भने हामी भोलि पनि हाम्रो प्राविधिक टोलीलाई राखेर यो शिविर सञ्चालन गर्छौँ। हस् त, धन्यवाद। अब खास गरी चाहिँ जसको स्वास्थ्यमा पहुँच छैन, जसले चाहिँ अब सुविधा सम्पन्न हस्पिटलमा गएर उपचार गर्न सकिरहनु भएको छैन र गाउँघरमा उहाँहरूका समस्याहरू चाहिँ लुकेर बसिरहेको अवस्था छ। अब गाउँघरको चाहिँ हाम्रो चाहिँ अलिकता अशिक्षाको कारणले, स्वास्थ्य सम्बन्धी चेतनाको चाहिँ अभावको कारणले के देखिएको छ भने मान्छेहरूलाई धेरै समस्या नपरिकन, अन्तिम अवस्था नभइकन हस्पिटलसम्म नपुग्ने त्यस्तो किसिमको थियो। र म पनि एउटा चाहिँ प्रत्यक्ष मैले हिजोदेखि यहाँ सहयोग गरेर यहाँ बसिरहँदाखेरि मैले एउटा के अनुभव गर्न पाएको छु भनेदेखि म एक्सरे यो भिडियो एक्सरेको चाहिँ उसमा चाहिँ म सहयोग यो स्वयंसेवक रूपमा केही समय खटेँ पनि 59 जनाले सेवा लिनुभएको थियो। त्यहाँ 1-2 यस्ता जटिल केसहरू आयो कि अहिले सिद्धमागी कोडगाउँमा पढ्दै गरेको 8 कक्षामा एउटा बालिका जसले चाहिँ 2 महिनादेखि पढाइ छोडेर बसेको, उसको स्वास्थ्य समस्याको कारणले पिसाब निरन्तर चाहिँ त्यो उम्किरहने रहेछ। पिसाबको गन्धको कारणले साथीभाइले चाहिँ होइन अलिकति घृणा गर्ने हिसाबले पढाइ नै छोड्नुपर्ने त्यस्तो अवस्था रहेछ। अब हिजो चाहिँ चेक जाँच पश्चात यहाँका डाक्टर साहबहरू जो यहाँ संलग्न हुनुहुन्छ होइन, काठमाडौँ मेडिकल अब चाहिँ यो कलेज केएमसीका चाहिँ जुन टिम आउनु भएको छ उहाँहरूले चाहिँ के भन्नुभयो भने यो बच्चाको अलिकति क्रिटिकल केस छ होइन, हामीले अरू उपचार गर्छौँ, हामी फर्किँदा सँगै लान्छौँ भन्ने किसिमको त्यस्तोसम्म चाहिँ अब यो केसहरू पनि यहाँ हिजो चाहिँ देखियो। त्यस कारणले गर्दाखेरि जो अलिकता स्वास्थ्यको पहुँचबाट अलिक टाढा रहेका होइन, जो शिक्षाको चेतनाबाट अलिकति टाढा रहेका, अलि रोगलाई चाहिँ त्यति सिरियसली नलिने खालका त्यस्तो वर्गले भनौँ न अलिकति हाम्रो चाहिँ अब अलिक कमजोर वर्गका चाहिँ मानिसहरूले चाहिँ धेरै लाभ लिएको। अब आँखाकै अहिले मोटामोटी अहिलेसम्म मैले यहाँ बुझ्दाखेरि लगभग 20 जनाको मोतीबिन्दु सम्बन्धी अपरेसन गर्ने होइन उहाँहरूले पहिचान गरिसक्नु भएको छ। यस्तै सानातिना हाम्रो शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको पनि यहाँ पहिचान भइसकेको छ र उहाँहरूलाई अब काठमाडौँसम्म लगेर पालिकाको सिफारिसमा अब 25% देखि 100% पनि हामी छुट गराउन सक्छौँ, हामी उपचार होइन निःशुल्क गराइदिन्छौँ भन्ने खालको चाहिँ वचनबद्धता पनि उहाँहरूले दिनुभएको छ। त्यस कारणले सबभन्दा बढी लाभ चाहिँ हाम्रो ग्रामीण भेगमा रहेर समयमा भन्न नसक्ने, अझ प्रसुति सम्बन्धी यो स्त्री रोगहरूसँग सम्बन्धित कति रोगहरू भन्न सक्नुहुन्न होइन, यस्ता रोगहरूको पनि एकदम चाहिँ लाभ लिनुभएको छ। यो लाजको कारणले, अप्ठ्यारोको कारणले होइन सम्बन्धित ठाउँमा नपुगेको कुराहरू त धेरै लाभान्वित हुनुभएको मैले चाहिँ प्रत्यक्ष अनुभूत गरेको छु।